नयाँ 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 भनिरहेका छौँ। फर इक्जाम्पल है, एउटा व्यक्तिलाई मानिने एउटा ठुलो रोग लागेको छ, त्यो रोगलाई हामीले निको पार्ने उपचार गर्ने कोसिस गर्ने हो। अर्को मान्छेलाई पनि त्यस्तै ठुलो रोग लागेको होला, तर चिनेको छैन त्यो रोग हामीले। नचिनेको रोगसँग आसक्ति हुनुभन्दा त चिनेकै रोगलाई क्योर गरौँ न, बरु त्यही सुधारौँ न। नचिनेको कस्तो होला त्यो रोग। तपाईँ चाहिँ एउटा चलेको कलाकार, तपाईँ पनि भन्न मन लाग्दैन होइन? एउटा चलेको कलाकार हो, तपाईँले चाहिँ के भन्ने हो? तपाईँको नाम चाहिँ रेखा थापा होइन कि धक्का थापा हुनुपर्छ। सबै फ्यानलाई तपाईँले धक्का दिनुभयो क्या नेपालीलाई, बुझ्नुभयो? के भन्ने हो? एउटा चुनावलाई तपाईँले रोगसँग तुलना गरिदिनु भएको, त्यही कुरामा तपाईँ ट्रोल हुनुभयो होइन? गलत बोल्नुभयो कि तपाईँले पनि त बुढा फेरेको होइन र? के भन्ने हो तपाईँलाई अब?